हेलो गाइस, आजको मौसम चाहिँ यस्तो कोइलो थियो र हामी चाहिँ आलु बाख्रा खानुतिर लाग्यौँ। आलु बाख्रा चाहिँ अलिअलि पाकेको थियो। हजुरहरूले के भनेर चिन्छ यो फलको नाम? हामी चाहिँ आलु बाख्रा बनिन्छ। हाम्रो गाउँतिर चाहिँ थुप्रै पाइन्छ यस्तो। खानु मन लागेको भए सम्पर्क गर्नुहोला। तल चाहिँ हाम्रो भाउजू हुनुहुन्छ। पाकेको छान्दै खाइरहेछौँ। त्यसो धेरै खासै त पाकेको थिएन, अलिअलि। अब बिस्तारै केही दिनपछि पाक्दै जान्छ। हेर्नु सक्नुहुन्छ हजुरहरूले। गाइस त्यहाँ चाहिँ फुल रहेछ। मैले एउटा फुल चाहिँ फुल हो कि के हो त्यो थाहा भएन गाइस। माथि घाम लागिरहेछ, तल चाहिँ उहिरहेछ। यो साइडको झुप्पोको आलु बाख्रा चाहिँ एकदम काँचो थियो, काँचो नपाकेको जस्तो अमिलो। कुहिरो लागेको छ। अम्बो ल हेर्नुहोस् त कति हो यो नि। हेर्नुहोस् चल्लेको। अहिलेको बिहानको मौसम चाहिँ यस्तो छ र आलु बाख्रा खाइसकेपछि म चाहिँ दुध पकाउनतिर लागि खाइसकेपछि। धन्यवाद, बाई बाई। यो भिडियो हेरेर कस्तो लाग्यो भनिदिनु होला सबै साथीहरूले। भिडियो हेरिसकेपछि लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला साथी हो। धन्यवाद छ सबैलाई हेरिदिनु भएकोमा। बाई बाई।